श्रीमच्चन्दनचर्चितोज्ज्वलवपुः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम् सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रयविनाशाय श्रीकृष्णाय वयं नुमः। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। भक्तवत्सल भगवान को श्री योगिनी एकादशी व्रत को भक्तर भागवत को समादरणीय वन्दनीय प्यारा प्यारा भक्त भागवत। योगिनी एकादशी यसपालि 2 दिन पर्न गएको छ। हजुरहरू सबैलाई सर्वविदित छ, जान्नु भएको छ र हजुरहरू धेरैजनाले यहाँ आज पनि एकादशीको व्रत बस्नु भएको होला। त्यही भएर हजुरहरूले निमन्त्रणा गर्नुभएको छ र हामी हजुरहरूलाई जहिले भए पनि भगवानका गुणानुवाद गाउनु हो, हैन र? जहिले भए पनि भगवानको गुणानुवाद गाएर आफ्नो जीवन धन्य बनाउनु हो। र भोलि पनि योगिनी एकादशीको व्रत हो। भोलि चाहिँ हामी योगिनी एकादशीको व्रत बस्दैछौँ है त। र 2 दिन एकादशीको व्रत पर्दाखेरि हामीले 55 घडीको दशमी तिथिलाई हेरेर अनि त्यस पछाडि एकादशीको व्रत बस्ने गर्दछौँ। हाम्रो यो नियम, हाम्रो यो सिद्धान्त रहेको छ। भक्तवत्सल भगवानको त हजुरहरूले आज बस्नु भएको छ त आज हजुरहरूले निमन्त्रणा गर्नुभयो, हामी आयौँ र अब हामी कथामा अगाडि बढ्दैछौँ। नैमिषारण्य क्षेत्रमा सौनकादि 88,000 ऋषिहरू यसरी नै भेला हुनुभएको थियो। जसरी हजुरहरू आज यहाँ भेला हुनुभएको छ। त त्यही समयमा सुतजी आइपुग्नु भयो। सुत स्वरूप उनै सुतजी जो 18 महापुराणका ज्ञाता हुनुहुन्छ, सम्पूर्ण शास्त्रहरूका ज्ञाता हुनुहुन्छ, वयोवृद्ध सम्पूर्ण सौनकादि 88,000 ऋषिहरूले सुतजी आउने बित्तिकै अल्गो आसनमा राख्नुभयो अनि प्रश्न गर्नुभयो, गुरुजी हजुरले विभिन्न कथाहरू श्रवण गराउँदै आइराख्नु भएको छ। विभिन्न कथाहरूका बारेमा हजुरले हामीलाई श्रवण गराउँदै आइराख्नु भएको छ। अब एकादशीको महत्त्व र महात्म्य के रहेको छ, त्यसमा पनि आषाढ कृष्ण पक्षमा पर्ने योगिनी एकादशीको महत्त्व र महात्म्य के हो त? ल भनिदिनुहोस् त। आषाढ कृष्ण पक्षमा पर्ने जो योगिनी एकादशी हो नि, यो योगिनी एकादशीमा व्रत बस्नाले के हुन्छ, नबस्नाले के हुन्छ। अनि यस्तै प्रकारले ल व्रत पनि बस्न सकिएन भने पनि व्रत कथा महात्म्य मात्र श्रवण गर्नाले के हुन्छ, यसका बारेमा सबै हजुरले इतिवृत्तान्त श्रवण गराइदिनुहोस् भनेर यस्ता प्रकारले प्रश्न गर्नुभयो। सुतजी अगाडि गएर भन्नुहुन्छ, हे नैमिषारण्यवासी हो, जो प्रश्न अहिले हजुरहरूले सोध्दै हुनुहुन्छ यही प्रश्न नि उहिले 5 पाण्डव मध्ये युधिष्ठिरले भगवान श्रीकृष्णसँग सोध्नु भएको थियो। 5 पाण्डवहरूलाई जो वनवास जानु परेको थियो, 5 पाण्डवहरूलाई जो पीडा थियो, त्यो पीडा निवृत्तिका लागि उहाँहरूले विभिन्न उपाय गर्नु भएको छ। त्यसमा पनि भगवान श्रीकृष्णले एकादशीको महत्त्व 5 पाण्डवहरूलाई बताउनु भएको छ। त्यसमा पनि आषाढ कृष्ण पक्षको एकादशीको महत्त्व भगवान श्रीकृष्णले बताउनु भएको थियो। युधिष्ठिरजीले प्रश्न गर्नुभयो एकचोटि भगवान श्रीकृष्ण आउनु भएको समयमा। त्यो समयमा भन्नुभयो, ज्येष्ठ शुक्ले निर्जलाय महात्म्यं वैश्रुतं मया आषाढ कृष्ण पक्षे तो किं नाम एकादशी भवेत्। प्रभो,
आषाढको कृष्ण पक्षमा कुन नाम गरेको एकादशी हुन्छ लौ न प्रभु बताइदिनु पर्यो, भन्नुहोस् न। महत्व महात्म्य यही सोध्नु भएको थियो जो अहिले हजुरहरूले सोध्नुभयो। सुताजी यही भन्दै हुनुहुन्छ, हे नैमिषारण्यवासी हो, जो अहिले हजुरहरूले जो प्रश्न सोध्नुभयो नि, युधिष्ठिरजीले यही प्रश्न सोध्नु भएको थियो भगवान श्रीकृष्णसँग। त्यो समयमा भगवान श्रीकृष्णले भन्नुहुन्छ, व्रतानामुत्तमं राजन् कथयामि तवाग्रतः सर्वपापक्षयकरं भुक्तिमुक्तिप्रदायकम्। एउटा अत्यन्त पावन एकादशी, जो एकादशीको व्रत बस्नाले भुक्ति र मुक्ति प्राप्ति हुन्छ। भुक्ति भनेको के हो, मुक्ति भनेको के हो? भुक्ति भनेको सारा भोग ऐश्वर्य यस मनुष्य जीवनमा आएर हामीलाई विभिन्न दुःखबाट निवृत्ति हुनका लागि हामीले गर्ने विभिन्न कर्महरूमा हामीलाई आराम मिल्नु, सुख मिल्नु, यसलाई भनिन्छ भुक्ति। मुक्ति भनेको मृत्यु पछाडि भगवानको सान्निध्यता प्राप्त गर्नु, जहाँ पुगेपछि फेरि फर्केर आउनु पर्दैन, यसलाई भनिन्छ मुक्ति। सर्व पाप क्षयकरम, सम्पूर्ण पाप राशिलाई नाश गर्नका लागि योगिनी नाम गरेको एकादशी आषाढ कृष्ण पक्षमा अब आउँदै गरेको एकादशी हो। यही उपदेश दिनका लागि त म यहाँ आएको हो तपाईहरू भएको ठाउँमा। त्यसैले तपाईहरूले व्रतानाम उत्तमम, यो व्रतहरूमध्येमा पनि उत्तम व्रत भनेको के हो? एकादशीको व्रत हो नि त। त्यसमा पनि अब अहिले नजिक आइरहेको एकादशी भनेको योगिनी एकादशी, भक्तवत्सल भगवानको। अब यहाँ भन्नुहुन्छ, एकादशी नृप श्रेष्ठ महापातक नाशिनी संसारार्णव मग्नानां पाररूपा सनातनी। एकादशी व्रत भनेको सनातन व्रत हो। सनातन भनेको जसको सुरुवात पनि थाहा छैन कसैलाई पनि, अन्त्य यसको अन्त्य पनि थाहा छैन, एकदम पुरातन। सनातन भनेको यसरी भनिन्छ, त जगत्त्रये सारभूता योगिनी नराधिप कथयामि कथां तस्या पौराणिं पापहारिणीं। यही हो, तिनै लोकमा सुख प्रदान गर्ने वाली एकादशीलाई योगिनी एकादशी। योग माने के हो? जोड्नु पनि हो नि, होइन र? योगिनी र तपाईँ हामीलाई जोड्ने वाली एकादशी हो, हामीलाई फोर्ने वाली फुटाउने वाली होइन नि। कहीँ स्मार्त भनेको छ, कहीँ वैष्णव भनेको छ, कहीँ के भनेको छ, यस्तो होइन। यो भनेको त भक्ति जोड्ने एकादशी हो नि, तपाईँ हामीलाई ज्ञान दिने एकादशी हो नि। हामीले यसरी बुझ्नुपर्दछ, पापलाई नाश गर्ने अनि पुण्यलाई जोड्ने, पुण्यलाई वृद्धि गर्ने एकादशी हो। जसको पुण्य अथाह वृद्धि हुँदै जान्छ, उनीहरूमा भइरहेका विभिन्न अशुभताहरूमा कमी आउँदै जान्छ। भक्तवत्सल भगवानको योगिनी एकादशीको। अब अरू त केही होइन, व्रत विधि सधैँको एकादशी जस्तै हो। जहिले हामीले एकादशीको व्रत बस्छौँ त्यस्तै हो। तर यहाँभित्र एउटा दिव्य पावन कथा रहेको छ, जुन कथा मात्र श्रवण गर्नाले, यहाँ भन्नुहुन्छ भगवान श्रीकृष्ण, हे पाँच पाण्डव हो, हे युधिष्ठिर, अब यहाँ एउटा दिव्य पावन कथा छ कि यो कथा मात्रै श्रवण गर्नाले व्यक्तिहरूलाई अथाह ज्ञान पनि मिल्छ र उनीहरूलाई राम्रो पनि हुन्छ। एउटा कथा छ, अलकाधिपतिर्नाम्ना कुबेरः शिवपूजकः तस्यासित पुष्पवटुको हेममालिति नामतः। उहिले एकजना यक्षहरूका राजा को हुनुहुन्थ्यो कुबेर, जसलाई धनका मालिक पनि भनेर भन्ने गरिन्छ नि। के भनिन्छ? धनका मालिक कुबेर देव, बुझ्नु होला। उहाँ कसको भक्त हुनुहुन्थ्यो? भगवान भोलेनाथको। जय बोलौं भोलेनाथ भगवानको। साम्ब सदा शिव महादेवको। अलकाधिपतिर्नाम्ना, उनै कुबेरका एकजना हेममाली नाम गरेका माली रहेछन्। बुझ्नु है, के नाम गरेका? हेममाली। त हेममाली कि एक पत्नी रहेछन् विशालाक्षी नाम गरेकी। बुझौँ है हामीले पहिले के कुबेर हुनुहुन्थ्यो। कुबेर देवका घरमा अथवा उसको दरबारमा जहिले पनि भगवान शिवजीको पूजा गर्नका लागि फूल ल्याइदिने एकजना माली थिए, जसको नाम थियो हेममाली। उनकी पत्नीको नाम थियो विशालाक्षी। जहिले पनि कुबेरले पूजा गर्दा मध्याह्नको समयमा भगवान भोलेनाथको पूजा गर्थे कुबेर देवले। त्यही भएर भगवान भोलेनाथको कृपाले गर्दा कुबेर पद प्राप्त गरेका थिए उनले। त्यो पद हो एउटा, बुझ्नु होला। धनका अधिपति, यक्षहरूका राजा बन्न पुगेका थिए। त सज्जन,
भयो के त भन्दाखेरि जहिले पनि मध्याह्नमा पूजा गर्नुपर्ने थियो भगवान भोलेनाथको, हेममालीले फुल त ल्याउँथे, तर एक दिन के गरे त भन्दाखेरि मानसरोवरमा फुल लिनका लागि चाहिँ गए। बुझ्नु है, फुल लिनका लागि गए अनि फुल लिएर आएछन् अनि घरमा आएर आफ्नै पत्नीका साथमा बस्न लागे। अत्यन्त प्रीति थियो, प्रीति पनि हुनुपर्छ, तर यति साह्रो भयो भने यसले विनाश पनि निम्त्याउँछ है भन्ने सन्देश हो है यो भक्तवत्सल भगवानको। अब हेर्नु कस्तो राम्रो सन्देश छ, हामीले बुझ्नुपर्ने खालको सन्देश छ नि। यहाँ त हामीले कथा भनेको के हो, कथा भनेको सुन्ने मात्रै होइन, कथा भनेको त ज्ञान लिने हो सबजना। बुझ्नु होला यसले कस्तो प्रकारको सन्देश हामीलाई दिइराखेको छ, कस्तो प्रकारको ज्ञान हामीलाई मिल्दैछ भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। कथा त तपाईँ हामीले जहीँ पनि सुनेकै छौँ। श्रीमद् भागवत महापुराण कति सुन्ने होला, 18 महापुराणै सुन्नुभयो होला हजुरहरूले, तर कुन प्रसङ्गले कस्तो प्रकारको ज्ञान दिइराखेको छ यो महत्त्वपूर्ण हुन्छ। त यहाँ ती हेममाली नाम गरेका जो कुबेरका माली थिए, फुल ल्याउनेवाला, ती पत्नीका साथमा आए, के अरे पत्नी भएको ठाउँमा आए घरमा, उनी त्यत्तिकै रमण गर्न लागे। बुझ्नु है, फुल लिएर जानुपर्ने थियो, मध्याह्न 12 बजीमा पुर्याइदिनु पर्ने थियो, तर उनी घरमै भुलिए। बुझ्नु, भुलेको भुल्दै भए। अब कुबेर पूजा गर्न गए, समय भएपछि जाँदाखेरि त फुल छैन मन्दिरमा। होइन कहाँ गए आज यी हेममाली? अरू यक्षहरूलाई बोलाएर सोधे कहाँ गए त? अरू यक्षहरू आए डरले हतार हतार। अनि कुबेरले त्यो समयमा भने, हे यक्ष हो, खै त आज त फुल छैन त, त्यो हेममाली कहाँ गयो पत्ता लगाओ त। अब यक्षहरू गए खोज्नका लागि। गएको त घरमा पत्नीका साथमा छन्, सबै कुरा बुझे, हतार हतार आएर सुनाए, हे कुबेरदेव, हेममाली त आफ्नी पत्नीका साथमा रमण गरिरहेका रहेछन्। ए हो, ल जाऊ जाऊ, फेरि जाऊ, झट्ट बोलाएर लिएर आओ। हतार हतार गए, फेरि यक्षहरू गएर ढोका ढकढक्याए, हे कुबेर बाहिर, हे हेममाली बाहिर निक्ल। हेर्नु, हे हेममाली बाहिर निक्ले। हेममाली बाहिर निक्ले। खै समय बित्यो, उता कुबेर रिसाएर आगो आगो भइराख्नु भएको छ, खै फुल, ला अब यतिखेर झसङ्ग भए। हतार हतार अब फुलको पोको बोकेर दगुरे। हेर्नु है, हतार हतार गए। अब गएर कुबेरका अगाडि लम्पसार परेर माफी माग्न लागे। कुबेर रिसाले आगो भए, त मूर्ख, घामा सक्त भएर दिउँसै आफ्नी पत्नीका साथमा त बस्ने, तैँले के गरेको? हेर्नु, यति साह्रो भयो भने हुन्छ के? अब बुझ्नु होला भक्तवत्सल भगवानको। त अब त्यो समयमा हेममालीले माफी मागे, हे कुबेरदेव मलाई माफ दिनुहोस्। तर कुबेरले त्यो समयमा भन्नुभयो, मैले माफ दिएर हुन्छ? धर्म के हो अधर्म के हो थाहा छैन? कुन समयमा के कर्म गर्नुपर्ने भन्ने कुरा थाहा छैन? तँलाई म क्षमा दिनेवाला होइन। अब तँलाई म एउटा श्राप दिन्छु। त्यो समयमा अतो भव स्वित्रयुक्तो वियुक्त कान्तया सदा भनिदिनु भयो कुबेरले। के भनिदिनु भयो? ए हेममाली दुष्ट मूर्ख, मेरो पूजाको समय बित्नु भनेको नि भोलेनाथको अपमान गर्नु हो नि। यो समय बित्यो, एउटा ठिक समय हुन्छ पूजा गर्ने, त्यो समय बित्नु भनेको भोलेनाथको अपमान गर्नु हो। त्यसैले तँलाई स्वित्र नाम गरेको त्यो दुबी हुन्छ नि, दुबी निक्लिने, एकदम अप्ठ्यारो हुने, गाह्रो हुने सेतो दुबी, त्यो चाहिँ एकदम खराब भयो भने त्यसले चाहिँ अप्ठ्यारो गराउँछ अरे। हेर्नु, त्यस्तो प्रकारको रोग लागोस् जा, र त पत्नीबाट वियोग हुन परोस्। किन? त्यही पत्नीका साथमा त रमण गरेर बस्ने, तँलाई रोग लागोस्। बुझ्नु होला है, धेरै कामासक्त भयो भने के हुने रहेछ? रोग छिट्टै लाग्ने रहेछ। भक्तवत्सल भगवानको भन्न खोजेको कुरा यो हो, बुझ्नु होला। त अब भयो के त भन्दाखेरि, त स्वित्र रोगले युक्त भएर त चाहिँ एउटा म्लेच्छ चाण्डाल स्वरूप भएर त जा, तँलाई श्राप छ भन्ने बित्तिकै अब ऊ यक्षलोकबाट गिर्न लाग्यो पृथ्वीमा। हेर्नु, गिर्न लाग्यो। ऊ निर्जन वनमा पुग्यो। कहाँ? कस्तो वनमा? एउटा निर्जन वनमा। त्यहाँ पुग्यो। त्यहाँ अब त्यो दुबी युक्त रोगले ऊ आक्रान्त भएको छ। हेर्नु, पानी पिउन खोज्यो, त्यही पानी उसलाई चिसो पानी पनि तातो लाग्छ, हावाले पनि पोले जस्तो लाग्छ। अब त्यस्तो हुन लाग्यो। हेर्नु त साह्रै गाह्रो भयो अब उसलाई।
घाममा बस्दाखेरि पनि धुपले भद भद पोलेको अनुभव गर्छ बिचरो। अब तर एउटा फाइदा चाहिँ उसलाई थियो। के फाइदा भयो त भन्दाखेरि हेर्नु है, यो फाइदा चाहिँ हामीलाई पनि हुन्छ। जस्तै हामी यहाँ कथा सुन्नका लागि आएका छौँ, भलै हामीले अब हजुरहरूले व्रत बस्नुभएको छ आज, अथवा कतिले बस्नुभएको छैन, अथवा कति भोलि बस्दै हुनुहुन्छ, तर हजुरहरूले कहीँ न कहीँ केही न केही भुलचुक केही खाएर आउनुभएको छ भने पनि कथा श्रवण त गर्नु भयो नि। यो पुण्य चाहिँ खेर जाँदैन फेरि। भलै हजुरहरूले खाना खानुभयो व्रतको दिनमा, त्यसको दोष लाग्ला, आफ्नो ठाउँको कुरो हो, तर यो पुण्य चाहिँ मिलेरै छाड्छ। बुझ्नु भयो के त यहाँ भन्दाखेरि अब यी हेममालीले के गर्थे, अर्काकै लागि भए पनि जहिले फुल टिपेर ल्याइदिन्थे। बुझ्नु होला, हो यो पुण्यका कारणले गर्दा अब यसलाई जाति स्मृति भयो। ऊ यस धरतीमा आए तापनि उसले म पहिले हेममाली थिएँ, म पहिले यसरी कुबेरको काम गर्थेँ, यो सबै कुरा उसलाई स्मृति थियो, उसलाई याद थियो। भक्तवत्सल भगवानको याद भइराखेको थियो। यही समयमा ऊ भड्किँदै भड्किँदै विभिन्न हिमालय पर्वत हुँदै डुल्न लागेछ। बिचरालाई पोल्न लाग्यो नि त, कता कता चिसो छ त्यतै त्यतै ऊ जान लाग्यो। हेर्नु, यो हाम्रो हिमवत खण्ड भनेको नि अत्यन्त पवित्र खण्ड हो। बुझ्नु होला, संसार मध्ये 7वटा द्वीप मध्ये जम्बू द्वीप सबैभन्दा सर्वश्रेष्ठ। जम्बू द्वीप मध्ये हिमवत खण्ड सर्वश्रेष्ठ। हिमवत खण्ड मध्ये पनि पाशुपत क्षेत्र संसार भरिको सबैभन्दा सर्वश्रेष्ठ भनेर बताइएको छ भक्तवत्सल भगवानको। हजुरहरूले श्री स्कन्द पुराणको हिमवत खण्ड कथा सुन्नुभयो भने त्यहाँ सबै बुझ्नुहुनेछ। हामी कस्तो भूमिमा बसेका रहेछौँ, हामी कस्तो स्थानमा बसेका रहेछौँ, सबै कुरा हजुरहरूलाई थाहा हुन्छ। नेपाल महात्म्य, पशुपति महात्म्य, हेर्नु बागमतीको महात्म्य, यी सबै कुराहरू हजुरहरूले सुन्न पाउनुहुन्छ, बुझ्न पाउनुहुन्छ, आफैले पढ्न पनि पाउनुहुन्छ। भक्तवत्सल भगवानको त यस्तै अब हेर्नु, अब यो हेममाली के भएको छ, रोगी भएको छ नि, पृथ्वीमा आएको छ, भड्किएको छ, पहाडमा पुगेछ, माथि 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 हिमवत क्षेत्रहरूमा, हिमालयमा पुग्यो। भयो के त भन्दा उसको पुण्य, सानो पुण्य त छ नि। के पुण्य छ, जहिले पनि कुबेर कहाँ उसले फुल लगेको पुण्य, भगवान भोलेनाथको पूजाका लागि। भन्नुको मतलब के हो त भन्दा कहीँ पुजारीले नित्य पूजा गर्दै हुनुहुन्छ भगवानको भने हामीले पनि यसो बाटामा हिँड्दै गर्दाखेरि एउटा त्यतिकै हातैमाथि नबोक्नु, एउटा के यसो पोलिथिन हुँदी टपर आउँदी अथवा केही पात्रमा भए पनि यसो फुल लगेर ल गुरुजी पूजा गर्नुहोस् भनेर फुल दिनुभयो भने पनि त्यो पुण्य चाहिँ खेर नजाने रहेछ। भक्तवत्सल भगवानको हामीले यो कथाबाट यी सन्देशहरू प्राप्त गर्छौँ। हेर्नु, अब भयो के, अब यही पुण्यको प्रभावले गुरु भेटिन्छ अरे, गुरु पनि त्यतिकै भेटिँदैन। बुझ्नु, यसरी भनिएको छ, गुरु भेट्नका लागि पनि धेरै ठुलो पुण्यको उदय हुनुपर्छ। उनी हिमालय पर्वतमा घुमिरहेका थिए। त्यही समयमा भयो के त भन्दा मार्कण्डेय नाम गरेका मुनि आइपुग्नु भयो त्यहाँ। कहाँ, जहाँ यो हेममाली एकदम पीडित भइरहेको थियो। मार्कण्डेय मुनिलाई देख्ने बित्तिकै अब उसलाई यति राहत मिलेछ, आहा कति शीतलता मिल्यो अरे। बुझ्नु होला, कोही पुण्यवान व्यक्ति जस्तै हामी पनि कतै टेन्सन भयो, धेरै समस्या पर्यो भने कहाँ जान्छौँ, मन्दिर जान्छौँ कि गुरु कहाँ जान्छौँ, लौ न गुरुजी यसो छिना कुण्डली हेरिदिनुहोस् त कस्तो छ, अथवा कहीँ गुरु कहाँ पुग्छौँ नि, ल गुरुजी के भइरहेको छ ल हेरिदिनुहोस्, अलिकति भए पनि शान्ति मिल्छ। भले त्यहाँ केही नहोला तर पनि हामीलाई के मिल्छ, सन्तुष्टि मिल्छ, शान्ति मिल्छ, आनन्द मिल्छ। त आज यहाँ यही भयो। बुझ्नु, आज यी हेममाली पीडित छन्, चाण्डाल जस्तो भएका छन्, म्लेच्छ जस्तो भएका छन्, केही खान पनि पाएका छैनन्। गुरुलाई देख्ने बित्तिकै तुरुन्त लम्पसार परे, हे गुरुदेव म त यस्तो अवस्थामा छु, यस्तो रोगले पीडित छु, हे गुरुदेव के गर्दाखेरि मेरो पाप, यो पापले गर्दा यस्तो भयो नि त। किन, त्यतिखेरको पाप जो गर्न नहुने समयमा विभिन्न कर्महरू गरियो, त्यसको पापले गर्दा दुःख हुन्छ अरे। हेर्नु, पापले गर्दै दुःख हुन्छ अरे, पुण्यले हामीलाई सुख मिल्छ अरे, यसरी भनिएको छ। र हामीलाई अथाह सुख मिलिरहेको छ भने बुझ्नुपर्छ अरे हाम्रो पुण्य सकिँदैछ। अनि हामीलाई धेरै दुःख मिलेको छ नि, साह्रै गाह्रो परेको छ, रोग कष्ट छ भने हाम्रो पाप काटिँदैछ। त्यो स्मरण गर्नुहोस् त, त्यतिखेर तपाईँलाई शान्ति मिल्छ। धेरै दुःख पर्यो भने आत्तिने होइन, मेरो त मैले पहिले पाप गरेर छु, यो काटिँदै रहेछ, ठिक छ, यो काटिँदै राम्रो। भक्तवत्सल भगवानको
त अब यहाँ गुरुलाई भेट्ने बित्तिकै लम्पसार परेको छ। सबै बरबराउन लाग्यो, भन्न लाग्यो, गुरुदेव हेर्नु त यस्तो 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 भयो मेरो त। परिचय दियो उसले। गुरुले सोध्नुभयो को हो त, के भयो तँलाई यस्तो यो हेर त रोग यस्तो यो के भयो, दुबी दुबी सबै टाटै टाटा के हो यो यस्तो। अब हेममालीले एकदम नढाँटिकन सबै कुरा बतायो। दुईटा ठाउँमा कहिले ढाँट्नु हुँदैन अरे। कहाँ? एउटा डाक्टर कहाँ गएर, एउटा गुरु कहाँ गएर। बुझ्नु हो? डाक्टर कहाँ गएर पनि टाउको दुखेको छ, मेरो त पेट दुखो भन्न लाग्नु भयो भने सक्यो, उल्टो भयो। हेर्नु किन, त्यो पनि लक्षण अनुसारको रोगको उपचार हुने हो नि। डाक्टर कहाँ पनि, गुरु कहाँ गएर पनि पत्नी चाहिँ अथवा पति अथवा पत्नी घरमा झगडा भयो, होइन मेरो चाहिँ सम्पत्ति चाहिँ हानि भएर हेराउन आएको भन्नुभयो भने गुरुले त्यही अनुसार हेर्दैनुहुन्छ, यता के भएको हेर्नु। बुझ्नु? त्यही भएर मेरो चाहिँ यस्तो हो, ग्रह कस्तो चलिराखेको छ अथवा भइराखेको छ के, यो दुईटा कुरा कहिले पनि ढाँट्नु हुँदैन। हामी चाहिँ के गर्छौँ, डाक्टर कहाँ गएर पनि यो कतिको जान्ने रहेछ भनेर चेक गर्छौँ, गुरु कहाँ गएर पनि यो कतिको जान्ने रहेछ त भनेर चेक गर्छौँ। हो है, चेक गर्दा गर्दै हामी अर्कोतिर हानि हुन्छ। भक्तवत्सल भगवानको हेर्नु। त्यही भएर अनुभवी, चाहे वैद्य होस् चाहे गुरु, अनुभवी, चाहे गुरुकैमा नभए पनि कोही बुढापा कहाँ पनि अनुभव हुन्छ नि, हो कि होइन भन्नु त? कुनै केही न केहीको त अनुभव हुन्छ नि। घर ढाँट्नतिर लाग्नु भयो भने सुहा। बुझ्नु है भन्न खोजेको कुरा। अब यहाँ हेममालीले केही पनि ढाँटेनन्। हे गुरुदेव यस्तो 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 हो, म चाहिँ यसरी यसरी पत्नीमा धेरै आसक्त भएँ, यस्तो यस्तो भएर चाहिँ मलाई यस्तो भयो भनिसकेपछि अब गुरुले उपाय बताइदिनु भयो। ल चिन्ता नगर, त्यसो भए एउटा उपाय छ, यो रोग पनि जाती हुन्छ, तिम्रो त्यो पाप पनि नाश हुन्छ। अब खुसी भयो हेममाली, आहा कति राम्रो गुरु भेटाएँ भन्छ नि मोरो। ल हेर्नु है, अब यहाँ भक्तवत्सल भगवानको। अब त्यो समयमा गुरुदेवले भन्नुभयो चिन्ता नगर। अब आषाढ कृष्ण पक्षमा पर्ने योगिनी एकादशी आउँदैछ बाबु, तिमीले के गर भने नि, हो यो एकादशीको दिनमा भक्तिपूर्वक तिमीले उपवास बस। तिमीले के गर, उपवास बस। यो उपवासले त नि हामीलाई रोग शान्त हुन्छ अरे। तर हामी चाहिँ दिनमा 10 रोटी नखाइ छोड्दैनौँ व्रत भनेपछि, हो कि होइन? आज त चामल पो खानु हुँदैन त भन्यो, अनि च्याख्ला भए पनि ल्याएर पकाउनै पर्यो, होइन? झन् भोक लाग्छ। ए गुरु आज व्रत हो कि, म त फलफुल टन्नै 2-5 केजी किनेर ल्याएको घरमा, होइन? अब खान त होइन, अब रोगी हुनुहुन्छ, अशक्त हुनुहुन्छ, समस्या छ, प्रेसर लो छ, ढल्लै जस्तो भयो भने त गर्न पर्यो कि। तर भरसक 36 घन्टा 42 घन्टा अथवा 24 घन्टा मात्रै भए पनि हामी भरसक सक्तो छौँ भने चाहिँ पेट खाली राख्यो भने चाहिँ यी भित्र चाहिँ हाम्रा कचराहरू हुन्छन् अरे कि, त्यसलाई पचाउन लाग्छ। खान भेट्दैन नि भित्रको, यो जठा राख्नेले, होइन? हामीले पेटमा लगाएका छैनौँ। अब उसले के खान्छ त भन्दा हाम्रो यो पेटमा भएका बोसोहरू अलिअलि खान लाग्छ भित्रभित्र, होइन? साँच्चै भने नि फेरि हो, सोध्नु होला। बुझ्नु? हामीभित्र भएका जो कचरा छ नि रोगहरू, हो यो रोग खान लाग्छ। त्यसै भने होइन नि 15 दिनमा एकचोटि खाली बस्नु भनेर, भोकै बस्नु भनेर। हेर्नु आजभोलि त विज्ञानले पनि यो गर्नुपर्ने रहेछ भन्दैछ। बुझ्नु? यी हाम्रा ऋषिहरूले कति वैज्ञानिक रहेछन् त, बुझ्नु त? ऋषिहरू रिसर्च गरेर ऋषि हुनुभयो नि त, बुझ्नु त? कति वैज्ञानिक रहेछन् त। 42 घन्टा 72 घन्टा हामीले पेट खाली राख्यौँ भने त त्यो क्यान्सर हुने त्यस्ता ती सेल्सहरू पनि खान्छ अरे, क्या पचाइदिन्छ कचराहरू। बुझ्नु होला? त्यही भएर पहिले व्यक्तिहरूमा अलिक कम क्यान्सर हुन्थ्यो, आज वही खाएको खाइ गरौँ, होइन? अब के गर्नु? अब हुन त खानपानले पनि त्यस्तो भएको छ, हरेक कुराले पनि भएको छ हुन्छ है, वातावरणले पनि भएको छ। तर पनि उपवास बस्नु चाहिँ राम्रो। भक्तवत्सल भगवानको। त गुरुजीले के भन्नुभयो भनेपछि, बाबु तिमीले उपवास बस न, यसरी उपवास बस्दै जाऊ बाबु। कहिलेबाट सुरु गर्नु भन्दा अब यो योगिनी एकादशीबाट। तर अब यतिखेर चाहिँ फेरि बृहस्पति अस्त छ है, सुरु गर्न चाहिँ मिल्दैन, होइन? थाल्न चाहिँ मिल्दैन। अब एक दिन मात्रै बस्छु भन्न पाइयो, होइन? अनि पछि अलि राम्रो शुभ समयदेखि चाहिँ थाल्नुपर्छ अरे एकादशीको व्रत चाहिँ बस्नु अरे। नसकी भए पनि बरु पानी पिएर हुन्छ कि बरु कसरी हुन्छ बस्नु। भक्तवत्सल भगवानको। त अब आज गुरुजीले बताउनु हो यस्तो 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 हो उपाय सबै। के हो त व्रतको विधि भन्दा यसरी यो खानु हुँदैन, यसरी बस्नु पर्दछ, सबै यथावत विधि बताइदिनु भयो। अब
हाम्रो समय पनि अलिकति लामो भइसकेको छ हैन। भक्तवत्सल भगवानको त सारा विधि विधान बताइदिनु भयो सज्जन। विधि विधान बताइदिइसकेपछि अब यी हेममाली एकदम पीडित भएका थिए। गुरुजीले विधि विधान बताइदिनु भयो। गुरुजीको काम के हो? बताउने हो, बाटो लाग्नु भयो। अब त्यस पछाडि शुभ समय आयो, आषाढ कृष्ण पक्षको एकादशी। आज व्रत बस्नु भएको छैन भने भोलि बस्नु राम्रो हुन्छ है त। भक्तवत्सल भगवानको बुझ्नु है। भोलि व्रत बस्यो भने पनि झन् धेरै ठुलो पुण्य मिल्छ। अब किन भनेर अब यहाँ यताउता यदार उदारको बात नगरौँ होला हैन। हामीले यताउता कुरा नगरौँ। जे भए पनि चाहे स्मार्त भने पनि चाहे वैष्णव भने पनि यहाँ झगडा गर्नु तेरो एकादशी आज मेरो एकादशी भोलि भन्नुपर्ने आवश्यकता छैन हो कि होइन। आज बस्नु भ्याउनु भएन भने भोलि बस्नु। आज बस्नु भएको छ कतिले, ठिक छ। यो पनि तपाईमा आत्मसन्तुष्टि मिल्यो भने धर्म मिल्छ। तपाईमा चाहिँ ला भएन कि यसो भयो कि उसो भयो कि भन्नेतिर लाग्यो भने फेरि हुँदैन। ल हेर्नु है, भयो के त भन्दा अब यहाँ हेममालीले व्रत बसे। बुझ्नुभयो के गरे? व्रत बसे। सबै कुराहरू भयो। त्यस पछाडि बिस्तार बिस्तार गरेर यिनको रोग पनि जाति हुँदै गयो र उनको त्यो पाप पनि नाश भयो। फेरि उसले त्यही हेममालीको त्यो स्वरूपलाई प्राप्त गरे र आफ्नी पत्नीका साथमा फेरि उनी कुबेर समक्षमा पुगे। कुबेरले पनि आशीर्वाद दिए। सबै कुराहरू अब शान्त भयो, पापहरू सबै शान्त भयो। उनले फेरि पुनर्जीवन प्राप्त गरे। भक्तवत्सल भगवानको भनेपछि एकादशीको व्रतले हामीलाई के दिने रहेछ? पुनर्जीवन। विभिन्न धेरै छोटो आयु थियो भने अलिकति आयु लम्ब्याउने रहेछ हैन। त्यही भएर एकादशीको व्रत बस्नु पर्दछ। बुझ्नु होला। व्रत बस्नु एकादशी, तीर्थ जानु काशी। व्रत बस्नु एकादशी, तीर्थ जानु काशी। जहिले पनि व्रत बस्नु सधैँभरि हाँसी। भजौँ हरिलाई, भजौँ हरिलाई, भजौँ हरिलाई, एकचोटिलाई होइन सधैँभरिलाई। जय हो भजौँ हरिलाई, भजौँ हरिलाई, एकचोटिलाई होइन सधैँभरिलाई। भक्तवत्सल भगवानको योगिनी एकादशी व्रतको भनेर यस्ता प्रकारले यहाँ भगवान श्री कृष्णले 5 पाण्डवलाई दिनुभएको उपदेश। नैमिषारण्य क्षेत्रमा सुतजीले शौनकादि 88,000 ऋषिहरूलाई दिनुभएको जो उपदेश ज्ञान र यो महात्म्य कथा जो थियो, त्यही कथा हामीले पनि यहाँ हजुरहरू समक्षमा जस्ताको तस्तै विस्तार गऱ्यौँ। सबैलाई पुण्य मिलोस्, सबैको जय होस्, सबैलाई राम्रो होस् भन्दै हामी अब फेरि अर्को एकादशीमा भेट हुनेछौँ। भक्तवत्सल भगवानको, पतित पावन भगवान नामको, भक्त र भागवतको पुष्पाञ्जली चढाउँ है। ओम आवाहनं न जानामि न जानामि विसर्जनं, पूजां चैव न जानामि क्षम्यतां परमेश्वरः। गतं पापं गतं दुःखं गतं दारिद्र्यमेव च, आगच्छ सुख सम्पत्ति पुण्य सतवदर्शनात् भनेर ल्याएर चढाइदिनु होला।